यो चाहिँ मैले खाना दिने खैरी हो होइन, सधैँ मैले खाना दिन्छु। मैले 6 वर्ष भयो यो ठाउँमा खाना दिने थालेँ, काठमाडौँ सन्ताखनमा। अनि यो बच्चा चाहिँ अस्ति बहिनीले भन्नुभएको थियो, उता खैरीलाई के भएको छ दिदी, चोट पुरा लागेको छ भनेर भन्नुभयो। अनि हिजो रेस्क्यु गरेर लिएर आएको थियो। आज चाहिँ डक्टर, हिजो पनि डक्टर हेर्नुभएको थियो, आज चाहिँ अर्को डक्टर आएर हेर्नुभएको थियो। यसलाई एसिड प्रहार भएको भनेर हामीले थाहा पायौँ होइन। अब एसिड हालेको यो शुद्ध मैले 21वटा एसिड हालेको टेस्ट गरिसकेँ होइन। यस्तो डरलाग्दो यो सबै ठाउँ घाउहरू त पाल 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 पारिदिएको छु। आज पुरा कपालहरू काटेर अब पुरा एसिड हालेको ठाउँमा चाहिँ पाल पाल पारेर अनि त्यो घाउ चाहिँ फुटेको छ। एसिडले गर्दा चाहिँ हड्डीहरू फुट्छ कि त्यो छालाहरू सबै बन्द हुन्छ नि त। अब मैले यस्तो हेर्नु न, माया गरेको कुकुरहरूलाई यत्रो गरेर हामी रेस्क्यु गर्छौँ, यत्रो गर्छौँ लाइफ बचाउनुलाई। मान्छेलाई कति सजिलो, अलिकति एसिड हाल्नु रिस उठ्यो धुन परेर फेरि एकदमै ज्ञानी छ कि। अब त्यहाँ वरिपरि एकदम रक्सी खाने फटा मान्छेहरू धेरै छ क्या, ट्यापीहरू रक्सी खानेहरू, तिनीहरूलाई त यिनीहरूले पुग्छ। अरूलाई त केही पनि गर्दैन, एकदमै ज्ञानी छ यो हेर्नु।